हेलो गाइज नमस्कार। आज चाहिँ धेरै पछाडि हाम्रो भेज नन भेज मुकबाङ हुँदैछ। हेर्नुहोस्, यो चाहिँ सिस्नु अनि अन्डा होइन, त्यस पछाडि अनि यहाँनिर चाहिँ किनेमा अनि त्यस पछाडि माछा एकैचोटि हालेर है सागहरू उयो गरेको भत्काएको छ। अनि त्यस पछाडि डल्ले खोर्सानी सबै थोक छ। यस्तो दामी भएको छ सिस्नु गाइज है। सिस्नुसँग ढेँडो खानु पर्यो, तर ढेँडो चाहिँ अलिक मलाई मन नपरेर भातै खाइदिएको छु। दामी छ तातो भात है गाइज। हेर्नुहोस्, अझ चाहिँ हल्का लुक्स पनि चेन्ज गरेको। अरू बेला दारी भएर बनाइन्थ्यो, अब चाहिँ हल्का लुक्स चेन्ज। यस्तै छ जिन्दगी। पिरो दामी छ। अरूभन्दा नि यो सिस्नु चाहिँ दामी भयो। ल हो हेर्नुहोस् गाइस, यस्तरी ग्वाम मुसेर पिरो छ, लास्टै पिरो छ। अनि अन्डा, त्यस पछाडि किनेमा माछाको पत्काको अचार, पिरो अरूभन्दा पनि सिस्नु चाहिँ दामी भएको रहेछ साथीहरू। सिस्नु पनि कति दिन पछाडि अर्डर गरेर मात्रै आएको, पाहाडबाट अर्डर गरेर त 10 दिन पछाडि मात्रै आएको, नभए सबै सुकेको थियो है। दामी हाम्रो सिस्नु चाहिँ यहाँ छ है, एक भरि छ। थप्दै खाँदै गर्ने हो, थप्दै खाँदै दामी भएको छ सिस्नु है। हजुरहरूले पनि सिस्नु चाहियो भने यसमा 500 फलोवर्स आयो भने मात्रै भन्छु, नाम भनिदिनुहोस्। लाइक सेयर पनि गरिदिनुहुन्न।